नमस्ते सबैजनालाई। म अहिले यो सैलुङ भन्ने ठाउँमा छु। यहाँ साह्रै त्यो रमाइलो ठाउँ, चिसो पनि रहेछ आज। मौसम त्यति क्लियर छैन, अनुकूल छैन। अब यो सैलुङको यो हेर्ने ठाउँ चाहिँ कस्तो रहेछ भन्दाखेरि मैले तल हेर्दाखेरि त मैदान छ होला, मन्दिर छ होला जस्तो इमेज चाहिँ मेरो दिमागमा थियो। तर त्यो होइन रहेछ, हामीले सोचेभन्दा अलिकति फरक रहेछ। यसमा चाहिँ थुम्का जस्तो ठाउँहरू रहेछ, डाँडाहरू रहेछ होइन। हेर्दाखेरि अति सुन्दर, धेरै रमाइलो। तर अहिले चाहिँ एकदम हावा बगेको छ। यहाँ म सँगसँगै मेरो साथी पनि हुनुहुन्छ, सुशील दबाडी। कस्तो लाग्यो यो सैलुङ? सैलुङ चाहिँ समग्रमा राम्रो छ। तलबाट चाहिँ ग्रेट वालको झल्को दिने गरेर यो स्थानीय निकायले जुन पर्यटकीय पूर्वाधार बनाइरहेछ यो सैलुङ डाँडासम्म आउने, त्यो एकदम राम्रो छ। यस्तै चाहिँ सिको गरेर अरू स्थानीय निकायहरूले पनि आफ्नो क्षेत्रको भनौँ न, त्यो क्षेत्रमा केही विशेषता सहितको त्यस्तो पर्यटकीय स्पोटहरू छन् भने चाहिँ त्यसलाई अलिकति विकास गरेर पर्यटकीय पूर्वाधारहरू बनाउनुपर्छ। त्यो कुरा चाहिँ यो सैलुङसँग सबै देशभरिका स्थानीय निकायले सिक्नुपर्ने देखिन्छ। त्यो सिक्नुपर्ने हुन्छ र त्यसलाई हेर्नुपर्ने हुन्छ। तलबाट आउँदाखेरि चाहिँ चाइनाको त्यो मिनी ग्रेट वाल जस्तो, ग्रेट वाल जस्तो, तर माथि आउँदाखेरि चाहिँ फेरि त्यो इजिप्टको पिरामिड जस्तो आकारको देखिन्छ होइन। त्यो कारणले गर्दाखेरि यहाँ नेचुरल्ली पनि यो डाँडा थुम्का बनेको छ। त्यो त मेड त होइन, मान्छेले बनाएको डाँडा त होइन, नेचुरल डाँडा भएको कारणले गर्दाखेरि धेरै मानिसहरूलाई चाहिँ यसले आकर्षण गर्न सक्छ। र यो मौसम अलिकति अनुकूल भएन, प्रतिकूल भयो मौसम। त्यो कारणले गर्दाखेरि अझ सबै ठाउँमा देखाउन त सकेन। तैपनि हामी जति घुम्छौँ त्यो सबै म देखाउने कोसिस त गर्नेछु। हावा बगेको छ कि एकदम यो चिसो होइन, हावा चलेको छ। अब हाम्रो हिँड्न पनि अलिक गाह्रो हुने है, चिसोमा माथि लेकमा मान्छेहरू थुप्रो आउनु रहेछ घुम्न है। त्यो कारणले गर्दाखेरि यहाँ यति सुन्दर छ।